आगे अथी कत ये हाजिरी रजिस्टर कत ये यही होइन पहिला मलाई हेर्न दिनुहोस् कस्तो छ यो राजपत्र हो होला त्यसको ओरिजिनल कपी दिएको त्यसमा तपाईँले पनि साइन गर्नु फुलबाबुको पनि यहाँ छिर्नु ल्याएको सिस्टम के हो किन हो अहिलेसम्म अब यहाँ तपाईँको नियमित सचिव बनाएको छ बिना बिदा सुचित गराएर गएको छ निरीक्षण गर्नुभयो के पाउनुभयो यहाँ खास गरी अब विगतमा पनि हामीले गरेको हुन्छ कि अब गुनासोहरू आयो हुन्छ कर्मचारीहरू अब आएर हाजी बनाएर बाहिर गएको जस्तो गुनासो आउँदाखेरि हामीले अहिले लास्ट आवरमा छन्कै गर्दाखेरि धेरै कर्मचारीहरू अहिले बिदामा पनि बसेका छ साइन भए पनि केही मान्छे काम विशेषमा कता जानुभयो तर लग्नु नभएको स्थिति पनि पाइएको छ यसमा हाम्रो मुख्यमन्त्री कार्यालयको ध्यान आकर्षण भएको छ अब कति गएर जवाब यस गृह सञ्चार तथा कानुन मन्त्रालयमा के त्रुटिहरू भेटाउनु भयो कर्मचारीहरूको कस्तो अवस्था थियो त्यसबारे जानकारी गराइदिन्छु कर्मचारीहरूको नेतृत्व तहबाटै यदि पारदर्शिता जिम्मेवारीताको अभाव भयो भने स्वाभाविक रूपमा राजपत्रका कर्मचारीहरू स्वाभाविक रूपमा अनुशासनको पालन गर्न सक्दैन आजको मुख्यमन्त्रीजीको छड्केमा कतिपय कर्मचारी विधा स्वीकृत नगरिकनै कार्यालय बाहिर देखिएको छ कतिपय कर्मचारी जिम्मेवारीबाट पन्छिएको अवस्था छ र जिम्मेवारी बोध नभएका कारण यो व्यथिति मलाई लाग्छ सबैतिर व्याप्त छ प्रदेशमा